अनिवार्य रूपमा किन प्रमाणीकरण गर्नुपर्छ र वडामा प्रमाणित गर्नुपर्ने अहिलेको प्रावधान छ यो के हो भनेर के जिज्ञासाहरू मेटाउने। नमस्ते, म अधिवक्ता चुडाराज उप्रेती। यो हामीले विभिन्न कागजहरू गर्छौँ, लेनदेनको लागि कपाली तमसुकहरू बनाउँछौँ, बैनापट्टा गर्छौँ या कुनै खरिद बिक्री सुकी बिक्री नभए यता लगायतका कागजहरू गर्छौँ। यिनलाई चाहिँ वडामा गएर अनिवार्य रूपमा किन प्रमाणीकरण गर्नुपर्छ र वडामा प्रमाणित गर्नुपर्ने अहिलेको प्रावधान छ यो के हो भनेर के जिज्ञासाहरू मेटाउने म कोसिस गर्दछु। अब योभन्दा अगाडि चाहिँ मुलुकी एन थियो जुन जङ्गबहादुरको 1910 जङ्गबहादुर बेलायत गएर आइसकेपछि ड्राफ्टिङ भएको कोडिफिकेसन भएको पहिलो ऐन हो नेपालको। त्यो चाहिँ 2075 भदैभन्दा अगाडि एक दिन अगाडि पनि त्यही नै थियो। अब अहिले चाहिँ मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिता दुई त्यसलाई डिभाइड गरिएको छ र मुलुकी देवानी कार्यविधिका दफा 36 र 37 ले यसलाई एड्रेस गरेको छ। के गरेको छ भने त्यसमा चाहिँ 50,000 को रकम तोकिसकेपछि अनिवार्य रूपमा 4,979 सम्म चाहिँ अनिवार्यता गरिएन। 50,000 टेकिसकेपछि अनिवार्य स्थानीय तह वडामा गएर प्रमाणीकरण गरिदिनुपर्नेछ गर्नुपर्नेछ भनेर यिनले नै आशय व्यक्त गर्यो। त्यो किन भने त्यो भोलि किर्ते जालसाजी हो, मैले कागज गरेको होइन, म होइन, अथवा कुनै लेनदेन अनुचित हो के हो भन्ने कुराको भोलि आशंका या शङ्कालाई निवारण गर्न पनि हो, लेनदेनलाई व्यवस्थित गर्न पनि हो, भोलि प्रमाणको रूपमा ग्राह्य योग्य हुनको लागि, प्रमाण लिनको लागि त्यो पेपरले लिगल साउन्ड दियोस् भनेर अदालतमा आउँदा त्यो पेपर या कुनै विवाद यदि विवाद हुन्छ, कुनै लेनदेनको विषयमा विवाद सिर्जना हुन्छ भने त्यसलाई अन्तिम दिनको लागि प्रमाणको लागि योग्य होस् भनेर पनि त्यो कार्यविधि संहितामा राखिएको अवस्था छ। त्यसैले 49,979 भन्दा कमका एमाउन्टका पनि अनिवार्यता त छैन, तर प्रमाणीकरण गरे आए वडा कार्यालय स्थानीय तहले प्रमाणीकरण गरिदिनु पर्ने अवस्था छ। त्योभन्दा माथिको जतिसुकै एमाउन्ट भए पनि स्थानीय तह वडामा दुवै पछि गई उपस्थित गर्नुपर्ने अवस्था छ। यदि कुनै अवस्थामा यदि दुवै पछि उपस्थित नभएको अवस्थामा यदि त्यो लेनदेनका त्यस्ता कागजहरू छन् भने लेखक साक्षी या कारणीलाई बुझेर पनि प्रमाणीकरण गर्न सक्ने अवस्था यिनको आशय छ। कार्यविधि संहिता 2074 देवानी कार्यविधि संहिताले दफा 36-37 ले यसको उल्लेख्य व्यवस्था गरेको छ। यो भनेको एक किसिमको चाहिँ साक्षीहरूको आधिकारिकता पनि हो, किर्ते जालसाज या मिटरब्याजलाई नियन्त्रण गर्न, समाजमा अनुचित लेनदेनलाई नियन्त्रण गर्न पनि विधायकी मनसाय त्यस किसिमको देखिन्छ। यसरी प्रमाणीकरण गरिएका लिखतहरू अड्डा अदालतमा प्रमाणको लागि अकाट्य विषय रहन्छन्। तसर्थ यदि कुनै लेनदेनको कागज गर्दै हुनुहुन्छ, गराउँदै हुनुहुन्छ या कुनै बैनापट्टाको या घरसारका विभिन्न लेनदेनका या सट्टापट्टाका बिक्रीनामाका सुकी बिक्रीनामाका विविध कागजहरू चाहिँ अनिवार्य रूपमा स्थानीय तह वडामा गएर प्रमाणीकरण गरिएको खण्डमा मात्रै प्रमाणको लागि ग्राह्य हुनुहुन्छ। धन्यवाद।